रत्न पारक मण्डप यहाँ कोही छैन अरू हजुर एक्लै हो विभिन्न स्थलहरू सवारी हुने जब भ्रमण गर्दै हुन्छ साथीहरूले आफ्नो स्थलको यसरी चाहिँ नि खुसी पार्न सबै स्थलमा राखिएका सामग्रीहरूको जानकारी दिनुहुन सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्छु। च्याउको विशेषताको बारेमा मन्त्रीज्यूलाई र अतिथिज्यूहरूको आगमन भइसकेको छ हाम्रो हिराम यस्ता रीतले गर्दाखेरिमा हरेक महोत्सव आउँछन्। नेपालमा जब च्याउ खेती गरेर कृषिको क्रान्ति गर्नुपर्ने छ, यहाँका उत्पादनहरू जब देश विदेशमा पठाएर कृषकहरूलाई आत्मनिर्भर गराउने खालको स्तरको उन्नति गर्नका निमित्त सबै कृषकहरूलाई म एउटा सन्देशमूलक सुझाव पनि दिन्छु। आफ्नो मात्रै उत्पादन गरेर अब हामी कसरी च्याउ पठाउन सकिन्छ गर्ने हो। यसमा सबैले च्याउको बारेमा बुझ्न चाहनुहुन्छ, च्याउको बारेमा कुनै कुरा हजुरलाई इच्छा जाहेर छ भने हाम्रो 1 नम्बर स्थलमा चाहिँ हाम्रो दिदीहरू हजुरहरूलाई सिकाउनको लागि बसिरहनु भएको छ। केही कुरा आफूलाई जिज्ञासा लागेको छ भने 1 नम्बर स्थलमा गएर बुझ्न सक्नुहुन्छ। त्यसै गरी च्याउ खेतीको बारेमा सिक्न लगानीको बारेमा बुझ्नको लागि पनि अथवा च्याउ कसरी उत्पादन गर्न सकिन्छ भन्ने कुरा पनि सकिन्छ। नेपालमा भएका च्याउ